गाइस हामी चाहिँ अहिले दिल्लीमा छौँ। टक्क बिहान मर्निङ वाक गर्दैछौँ गाइस दिल्लीमा। देख्न सक्नुहुनेछ गाडी घोडा टक्क हामी चाहिँ जाँदैछौँ एक फन्को लगाउँ भनेर। दिल्लीको यो नयाँ दिल्ली दिल्ली यस्तै छ है दिल्लीको हालत। दिल्लीको हालत हजुर माथिको चाहिँ मेट्रो कुद्ने रहेछ माथि चाहिँ। देख सकते हैं आप लोग दिल्ली। यस्तो जाने छ के हौ यहाँ भित्र चाहिँ ठुलो पार्क रहेछ। ठुलो एयरपोर्ट जत्रै रहेछ पार्क भित्र। ल यहाँ चाहिँ फेरि पुरै हेलमेट बेच्ने ठाउँ रहेछ। हेलमेटको बजार छ है। माथि चाहिँ छोटावाला मेट्रो बसिरहेछ। छोटोवाला रहेछ यो चाहिँ। कोइला राम पुरै कोइला। कोइला त यहाँ रहेछ। कोइला खात कोइलाको बजार रहेछ यहाँ चाहिँ। कोइलाको बजार सबै यो कोइला लोड भएको रहेछ गाडी। सक्नुहुनेछ गाइस। माथि ट्रेन दिल्लीको हाइवे रोड हो गाइजहरू। नयाँ दिल्ली इन्डियाको राजधानी छ। साथीहरू पार्क घुम्दैछौँ हामी चाहिँ बिहानै मर्निङ वाक पनि गर्दै। यसमा बिहान दुधेर रोटी चप्पैवरी चाहिँ हामी हिँडेको है। देख्न सक्नुहुनेछ है। माथि रेल आयो गाइस। ट्रेन आयो। यता चाहिँ पेट्रोल पम्प रहेछ। पुरै पेट्रोल पम्प। हामी घुम्दा दिल्लीमा हरायौँ है गाइजहरू। कहाँ हरायो कहाँबाट पसेको कहाँ गयो हो। हामी त हरायो कहाँ गयो पार घुमेको कता गयो। बाटो रास्ता ढूंढ रहे हम, नहीं मिल रहा है। हम किधर पहुंच गया मालूम नहीं है। अभी किधर से जाएगा रे रूम। हरायो हामी हरायौँ। ल गाइजहरू हामी कहाँ हरायौँ यहाँ बाटो खोज्दैछौँ भेटेको छैन। ल गाइज हामी इन्डियाको नयाँ दिल्लीमा हरायौँ है। पार्क घुमेको बाटै हरायौँ हामीले। अब कहाँबाट जाने हो। रुम कता हो थाहा छैन। सोधौँ भने पनि त्यहाँ बसेको ठाउँ थाहा छैन। अब कहाँ जाने हो। बिजोग पो पर्यो त हौ।
हरायो हरायो कहाँ हो बाटो नभेटेर बिजोक भयो कहाँ लागेको छ त नि हराइन्छ नि फेरि हराइ त सक्यो हामी हैन हराउनु त हराउँदैन है त्यही बाटोलाई फलो गरेर भइहाल्छ हरायो गाइस दुईटा रोटी खाएर हिँडेको कहाँ गयो डाइट पुरै डाइट लागेछ हरायौँ हामी दिल्लीको कुन ठाउँमै हरायो हामी बिजोक रमाइलो भइगयो मर्निङ वाक गरौँ भनेको डे वाक भन्दा नि यहाँ कटिसक्यो ल हामी त हरायो पार्कतिर पाइयो पार्क फेरि यहाँ एयरपोर्ट जत्रै रहेछ काठमाडौँको एयरपोर्ट भन्दा ठुलो रहेछ यहाँ पार्क अब यो पार्क छिरेर जाने हो रास्ता चाहिँ खतरा है रास्ता भेटिँदैन यहाँ हामी हरायो यसै हरायो उसै हरायो होइन सब यहाँ क्रिकेट मात्रै खेल्दो रहेछ केटाहरू एयरपोर्टको लागि बनाएको होला यो पार्क सानो छैन काठमाडौँको एयरपोर्ट भन्दा ठुलो रहेछ हामी आएको चाहिँ उताबाट अघि परको बिल्डिङबाट आएको आउँदै आउँदै यता जाँदा हामीले बाटै बिर्स्यौँ घुमेर एक फन्को लाम भनेको हरायो त्यसबाट फेरि हामी भित्र पार्कबाट जाँदैछौँ कहाँ पुगिने हो थाहा छैन ल है हामी चाहिँ पार्कभित्र पसिरहेको छौँ अहिले रास्ता खोज्दा भेटिएन एक फन्को लगाउँ भनेर हामी यस्तो घुम्दै आएको उहाँ माथि पुगेर पनि बाटै बिर्स्यो हामीले बाटै भेटिनौँ पुरै सहर घारीतिर पस्यो घुम्ने ठाउँ भेटिनौँ फेरि फर्केर हामी यो पार्कको बिचबाट जाँदैछौँ यहाँ चाहिँ सबै केटाहरू सबै क्रिकेट मात्रै खेल्ने रहेछ यहाँ पार्क पनि काठमाडौँको एयरपोर्ट भन्दा ठुलो रहेछ सानो छैन अब यहाँ जानु हामीलाई कति घन्टा लाग्ने हो कति घन्टा हिँडिसक्यौँ आज हाम्रो आज प्लेन छुट्छ जस्तो छ बाटो खोज्दै हामी दिल्लीमा हराउने पऱ्यौँ दिल्लीको एयरपोर्टमा क्रिकेट हेर्न आए जस्तो भयो त यहाँ त जहीँ त क्रिकेटै मात्रै छ पानीको प्यास लागिरहेको छ पानी खानु पाएको छैन पानी कहाँ छ बस्ने ठाउँ कहाँ छ बाटो कहाँ छ हराएर बिजोक रमाइलो भयो घाम त्यस्तै छ फेरि घामले डढिसक्यो आधी जिउ के गर्नु बिजोकै भयो नि क्रिकेटै मात्रै छ यताउति जहीँ त क्रिकेट खेल्ने मात्रै रहेछ बल्ल आयौँ यता पार्क छोडेर बिजोक रमाइलो गरियो नि त आज बाटो बिर्सेर फेरि फर्केर अघिकै ठाउँतिर आएको छौँ हामी बिजोक रमाइलो गरौँ आज बाटो बिर्सेर भन्दा नि अब उताबाट बाटै रहेछ फर्केर फेरि यहीँ आएको छौँ अब यताबाट घुमेर फेरि जानुपर्ने गाइज फेरि फर्केर हामी त्यतै आइले गाइजहरू बाटो रहेछ 1-1.5 घन्टा हिँड्ने होला फर्केर फेरि यतै आइरहेको छौँ बिजोक बनायो घाममा र दिल्लीको रोडमा सेकायो हामीलाई मार्यो तनाव बनायो साह्रै लाग्यो पानी खाउँ अब यहाँ मर्यो त हौ झन्डै तिर्खाले त यार मेट्रो